हेलो गाइज वेलकम टु माई भिडियो। म चाहिँ आज कामबाट फर्केर घरतिर जाँदैछु साथीहरू। मैले अस्ति अल्छी लाग्यो एक्लै हिँड्नलाई बाटोमा, अनि यसो क्यामेरा ओपन गरेर साथी बनाएको कि यसो बाटोमा नपुगे पनि होइन भिडियो ओपन गर्दै गर्दै अनि आफूलाई हेर्दै जाँदाको मजा बेग्लै हुन्छ साथी हो। अनि मैले पनि भिडियो ओपन गरेर क्यामेरा ओपन गरेर यसरी भिडियो गर्दै गर्दै गएँ होइन। अनि आफूले पनि हेर्दैछु, म आफ्नो अनुहार क्यामेरामा हेर्दा आफूलाई यति आनन्द फिल हुन्छ नि साथी हो। अनि देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो नेपालको सुन्धाराको बाटो है, क्लिन एन्ड निट छ है। अहिले चाहिँ बालेन सरकार आउनु भएर अनि त्यही हो साथी हो। यसो अलिकति गफसफ लाउनु परिहाल्यो। अनि बाटोमा पुलमा म हिँड्दै थिएँ अनि एकजना हाम्रो उहाँ बा देखेँ, अनि बालाई मलाई सहयोग गरौँ जस्तो त लागिरहेको थियो साथी हो। अनि फेरि यसो सोचेँ, अनि बाको अनुहार हेरेँ होइन। अनि अनुहार हेर्दाखेरि त उहाँ धेरै रक्सी खाएर एकदम प्याक भइसक्यो जस्तो लाग्यो कि। अनि रक्सी खाँदा खाँदा शरीर पनि थोत्रो भइसक्यो उहाँको होइन, मलाई थाहा छ। अनि मैले चाहिँ सहयोग किन नगरेको भन्दाखेरि चाहिँ के भन्छ अरे, अब मैले दिएको पैसाले उहाँले रक्सी खाएर उहाँको शरीर चाहिँ नराम्रो भयो भने त अनि बर्बाद भयो नि त होइन। अनि त्यही भएर मैले दिइनँ। अनि म खुर्र गएँ र साथी यो टुडेखेल हो होइन। यो टुडेखेलमा चाहिँ एकदम राम्रो के होइन काम भइरहेछ अहिले। अनि पहिला चाहिँ पुरै हाम्रो दाजुभाइहरू देखिरहेको हुन्थ्यो, अहिले चाहिँ एकदम त्यहाँ चाहिँ काम भइरहेको छ है साथी। अनि यसरी म हेर्दै गएँ त्यो हाम्रो काम गरेको अहिले माटो खनिरहेको छ है त्यो ठाउँमा चाहिँ होइन। अनि त्यो काम चाहिँ भइरहेछ, हाम्रो बालेन सरकारहरू आउनु भएर एकदम खुसी लाग्छ। अब चाहिँ देशमा केही विकास हुन्छ कि भन्ने आशा छ साथीहरू। म विदेश जानै मन नपराउने मान्छे होइन। अनि मलाई अहिले पनि विदेश जान मन छैन साथी है। त्यही पनि नेपालमा के होला कि भन्ने अझै आशा पनि छ साथी। म नेपालमै बस्ने मेरो सोच छ। नेपालमै बसेर केही काम गर्दै एउटा बिजनेस गर्ने सोच छ साथी। तर पैसा हुने सुखको छैन। कसरी बिजनेस स्टार्ट गर्ने सोच र क्रिएटिभ माइन्ड मात्र भएर के गर्नु, सहयोग गर्ने मान्छे कोही चाहिँ होइन साथी हो। म त कसरी बिजनेस स्टार्ट गर्नु होला है। बिजनेस स्टार्ट गर्नलाई हेल्प गर्ने मान्छे कोही भए त म स्टार्ट गरिहाल्थेँ गाइज। नसक्ने नेपालमा 20,000को जागिरले के नै हुन्छ र कति कम्प्रोमाइज गर्नुपर्छ साथी होइन। अनि हेर्दैछु हाम्रो नेपालको अब के चाहिँ हुन्छ होइन। हेर्दै जाउँ कस्तो चाहिँ होला र होइन। अब यस्तो पुलहरू पनि यस्तो नराम्रो छ, यो पुल कहिले राम्रो होला। अनि यो देख्न सक्नुहुन्छ यो चाहिँ केही किन्ने सामानको बजार होइन, यसलाई भन्छ चोर बजार है। यो नेपालको सरकारी जग्गामा चाहिँ कसैले भाडामा दिइरहेको छ है। अब यही ठाउँलाई मतलब खतरा एउटा भनौँ न जबको सिर्जना गर्ने हो भने कति राम्रो हुन्थ्यो होला भन्नुहोस् त साथी हो। अब यो ठाउँमा चोर बजार भनेर नाम राख्न बाध्य भइरहेको छु म चाहिँ है। त्यही हो साथी। अब म चाहिँ अब हिँड्दै गइरहेको छु है। अब म बाटोमै छु अहिले चाहिँ। अनि बाटोमा यसो हेरेको त किम्बु टन्ने फलिरहेको रहेछ। यसो हेरेको त भुइँमा टन्ने रहेछ। अनि एकजना मा पनि हेरिरहनु भएको रहेछ के, किम्बुको बोर्ड देख्नु भएर। त्यही पनि के गर्नु, टिप्न सक्दैन होइन, बाटोमा हो। अनि हाम्रो उहाँ पुलिस दाइ हुनुहुँदो रहेछ। अनि मलाई पुलिस दाइसँग एकछिन कुरा गरौँ जस्तो लागिरहेको थियो, तर डर लाग्यो कि होइन, गरिनँ। उहाँको ड्युटी उहाँले निभाइरहनु भएको छ भने डिस्टर्ब गर्नु हुँदैन। अनि म हिँड्दै गएँ। अनि जाँदै गर्दाखेरि त मेरो कलेज आइपुग्यो। म 11-12 पढेको कलेज मलाई धेरै मिसिङ छ। म पढिरहेको जो दिनहरू है। अहिले चाहिँ मैले अब क्लास 12मा चाहिँ साइन्स पायो पढेर म एमबिबिएस गर्छु भनेर सोचेको, तर मेरो फ्यामिलीबाट सपोर्ट गर्न सकिनँ भनेर चाहिँ मैले पढ्न सकिनँ। अनि मैले पढाइ नै छोडेँ साथी हो। 12 पास आउट गरेँ साइन्स पायोबाट। अनि चुप लाएर बसेँ। अब त्यस्तै हो साथी। अब पढ्न नपाएपछि अब काम गर्ने, पैसा कमाउने, बिजनेस गर्ने, पैसा कमाउने, एनी आऊ पैसा कमाऊ है साथी हो त। गाइज हेर्नुहोस् त, यो चाहिँ नेपाल पुलिस क्लब हो है। नेपाल पुलिस क्लब यो भित्र चाहिँ एकदमै फेसिलिटी छ साथी, एकदम फेसिलिटी छ। स्विमिङ गर्न मन लाग्यो, स्विमिङ पुल पनि छ अरे त्योभित्र। म चाहिँ गएको छैन, सुनेको।
अनि यो चाहिँ एउटा गार्डन हो है गार्डनभित्र चाहिँ कपाल कस्तो रमाइरहेको भने मलाई पनि मेरो मान्छेको धेरै हत आएको थियो यो बेलामा तर के गर्नु एक्लै थिएँ म हेर साथी हो यहाँ एउटा भिरकुटी मण्डप आइपुगेँ म चाहिँ भिरकुटी मण्डपमा यो चाहिँ पुरै कार पार्किङ एरिया रहेछ अनि यो चाहिँ अब कार मात्रै देखेँ है यो पनि एउटा चोर बजार नै हो है पुरै पैसा लुट्ने ठाउँ हो यो पनि है मेरो स्कुल आइपुग्यो साथी हो यो देख्न सक्नुहुन्छ म पढेको मेरो कलेज है धेरै माया लाग्छ म पढेको मेरो सरहरू यो भित्रै हुनुहुन्छ है तर पनि म भेट्न जान सक्दिनँ बिकज म पढेको छैन मलाई गाली गर्नुहुन्छ सरहरूले भेट्न गएँ भने हौ पछि अब टन्न पैसा कमाएर होइन अनि टक्क भइसकेपछि सरलाई भेट्न जानुपर्छ अनि त्यसपछि चाहिँ सरहरूसँग टक्क कुरा गर्ने कन्फिडेन्ट आउँछ क्या साथी हो अन्त यो गेटबाट म छिर्थेँ ब्याग बोकेर अब यहाँनिर चाहिँ एउटा क्यान्टिन थियो क्यान्टिन सब भत्काएर अहिले चाहिँ पुरै यो के बनाएको खेल्ने चौर बनाउनु लाग्यो कि नयाँ बिल्डिङ थप्नु लाग्यो बुझ्नु सक्ने साथी बहिनी अब जेब्रा क्रसिङ आयो साथी जेब्रा क्रस गरेर म पारि जान्छु ल म अब बारी जान लाग्यो गाइज बारी पनि म आइपुगेँ गाइज यसो अब क्यामेराले जस्तो ठाडो गरेको फेरि मैले के सोचेँ भने ल म त लङ भिडियो बनाइरहेको छु त भनेर बिर्सेँ गरेँ राम्रो रहेछ सामान नेपालमा पनि जे होस् राम्रै छ सोच्योभन्दा राम्रै हुनेवाला छ अझै हाम्रो नयाँ नयाँ बारीमा छक्का मात्रै सुदन मुर्मुले गृहमन्त्रीबाट पद राजीनामा एकदम टेन्सन लागिरहेको छ कि यो चाहिँ मैले सुनेको आर्मीहरू बस्ने ठाउँ रे तर आर्मी बस्ने ठाउँ तर कस्तो नराम्रो मेरो साथी मेरो घर जाने बाटो आइपुग्नु लाग्यो गाइज म चाहिँ बाटोमै छु अब मेरो एकैछिन पछि घर आइपुग्छ अब घरमा गएर के बाटो हो साथी बाई बाई